परेर दिदीको घर जान लागेको वीरनगर भरतपुरबाट। क्या गर्मी थियो एकजना पछि आवाज रेकर्ड गरेको मेरो आवाज यहाँ परेर देखाउन खोजेको के भयो कडा त्यसपछि भोलिपल्ट बिहान नै हामी मेरो साथीलाई भेट्न गथ्यौँ हामी दुईजना अनि भान्जी भएर उसको घरमै गथ्यौँ। कस्तो रमाइलो भयो। घर हामी चिना थिएनौँ दिदीले चिनाइदिनु भएको थियो हामी त्यही सुरले गथ्यौँ चिनिन्छ होला भन्दै भन्दै नभन्दै हामी घरमा पुग्यौँ। कति राम्रो केटीको घर। हामी पुगेको ऊ फेरि नुहाउन गएको रहेछ त्यसको बिहेको फोटोहरू हेर्दै 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 बस्यौँ टेबलमा रहेछ। अनि त्यसपछि केटी आएन कुरेम थकै लाग्यो आयो निन्द्रा लाग्यो। मेरो श्रीमान थाकिसक्नु भयो ऊ फाइनल्ली केटी आए। दिदीको घरबाट फर्किँदा हामीले उखुको जुस खायौँ। त्यसरी उखुको जुस बन्दैछ त्यहाँनिर ऊ यता रस थाप्नु भयो। अनि त्यसपछि जुस आयो आएर हामीले आफ्नो कामहरू सक्यौँ। त्यसपछि साँझ हामी आज चिया खान जाने चिया दरबार जाने भनेर चिया दरबार गयौँ चिया खानको लागि। सर देखाउँछु है त। दामी चिया दरबार चियाकै लागि स्पेसल। नभन्ने अर्को पर्चा त्यसपछि फेरि हामी खाना बनाउनु अल्छीले ल आज फेरि रोटी खान जाउँ भनेर रोटी खान गयो। लेट्स गो। बिहे नगर्दा चाहिँ खाना पकाउनु मान्छे छैन भनेर खाना खान्छ नि बिहे गरेपछि चाहिँ बुढी पनि सेम क्याटेगोरीको पऱ्यो भन्दै बाहिर खाना खान थाल्यो। तर मैले रेगुलर बनाउँथेँ नि खाना त। हजुर रेगुलर बनाउने हो नि मैले खाना अनि के बनाउँथेँ नि मैले टाइगरिलो मान्छे हो। त्यही भएर कस्तो फ्यामिली मेम्बरलाई जस्तै बिहेभ गर्ने होइन आइरहने मान्छे भएर क्या आफ्नो जस्तै बिहेभ गर्ने होइन त्यहाँ त म खाल्दैन। अनि त्यो जुसवाला भाइले पनि के बिचरा दाई भन्दा बिचरा एक गिलास खाए जुसको पैसा लिने जहिले 2 गिलास खोल्ने बसेर 10-15 मिनट गफ गरिदियो मान्छेहरू मत खै।
उता 2-3टा छ मेरो त्यस्तो चाहिँ। कालिका चोको चटपटवाला दाइ कि पार्टनर पार्टनर आउनु नआउनु भन्दा त बिचरा एक दिन जाउँला नि। एक दिन गइदिनुपर्छ। गफ गर्ने मात्रै भयो नि, आउनु न नखाए नि भन्छ। तर जसले जे भने चितवन विकास चाहिँ भएको छ है, धेरै भयो। ओके अब हुन त राति 11 बजी अगर 1 बजी मान्छे आयो भने पनि एकदम सेफ फिल पनि छ। अनि उसहरू अटो सटो सबै पाइन्छ, बस्ने ठाउँहरू पनि त्यस्तो पिर पनि हुँदैन। त्यही त अब सेफ्टीहरू मेन भनेको बाटोहरू चल्छ, कति बाटो मान्छेले बाटो मात्रै बनाउनुलाई विकास छैन भन्छन्, तर देखिने विकास मध्येको नम्बर 1मा बाटो र बिजुली जस्तो लाग्छ मलाई। बाटो बन्ने बित्तिकै अब यो सबै कुराहरू सुविधाहरू अरू सबै पाइहाल्छ। त्यही त अझ यो मेन रोड झन् दामी बनाएको है, 4वटा टक्क बिचबिचमा त्यो राखेर स्पेस राखेर। हामी त धेरै पर आयो जस्तो लाग्यो मलाई त। घुमेर आइयो उताबाट, यताबाटै आउनु पर्ने थियो। उताबाट रोटी लिएर जाने भने फेरि पछि मन लाग्यो। हामी खाना गएको ठाउँमा चाहिँ आज रोटी नबन्ने रहेछ। त्यसपछि हामी अर्को ठाउँमा गयौँ। अर्को ठाउँमा गएर रोटी र चिकन खायौँ अनि अलिकति मोही पनि किनेर खायौँ। बहुत रिस्क है भाइ साहब। पकाएको मासु मिठो हुँदैन क्या, भन्नाले फ्राई गरेको मात्रै टाइपको हुन्थ्यो, तर त्यो पनि फेरि कस्तो टेस्ट मजाको हुँदैन क्या फ्राई गरेको। तर आजको एकदम आजको मिठो थियो, त्यही भएर मरिचाको चाहिँ मासु खान अलिक खोजिरहेको। त्यही भएर अलिक गरेको हिचकिचाएको मासुको घर अलिक मजाको सुरुमा फेरि अप्ठ्यारो हुन्छ। दिदी कस्तो मजाकै हुनुहुँदो रहेछ। रमाइलो सबैकै खुसी गर्छ। उताको दाइ त घुममा परेर बस्छ। मलाई चाहिँ उहाँको हस्बेन्ड हो। म त ऊ होला ग्राहक होला भने अति टेस्टी। त्यसमा के हालेर चाहिँ कुनै भुटेको उसहरूको होइन, त्यसमा त्यस्तो टेस्ट बनाउनलाई केही त हाले त्यही क्या हामीले थाहा नुन भन्छौँ नि, त्यही जस्तो लाग्यो कि मलाई। त्यही भएर टेस्टी भएको। अलिअलि त्यो जिरा सिरा नि मिक्स गरेको कि त्यसमा भुटेको वाला, नुन पनि भुटेको रहेछ। कस्तो मिठो भयो। एउटा भयो बामुनले लगिनु पर्छ। हुन्छ पाइएन हजुर, यो त पाइन्छ होला। खै यसरी छो बनाएको त खै पाइन्छ। उतातिर घरतिर बनाउँछन् चाकरीलाई मान्छ। अब यता सबै पैसा भएको फुर्स दिला अनि डब्बामै त्यो उसको बिजनेस हो नि त, कता कता राखेको हुन्छ। अब केही लानु छ साग? केही छैन, केही लानु छैन। पानी भरेन है। अहिले आइरह होला एक बोतल मौला कालिदास किट भित्र बनाएर गुड्दै जाने ओ माई गॉड। यहाँबाट उताको चाहिँ देखाउनु हुन्न, पुरै आफू बस्ने लोकेसन त है। फुल ले लो भाइ साहब। वेलकम। आई लभ यू। I love you.